नमस्कार, विकेट गोल टिभी च्यानलमा हजुरहरू सबैलाई स्वागत छ। नेपाल अन्डर 19 क्रिकेट टिमले आइसिसी अन्डर 19 वर्ल्ड कप एसिया क्वालिफायर्सको महत्त्वपूर्ण खेलमा बलियो टोली अफगानिस्तान अन्डर 19 को सामना गर्नेछ। नेपाल र अफगानिस्तान दुवैले 3-3 खेल खेलेर 6 पोइन्ट जोडेका छन्। त्यसैले नेपाल विरुद्ध अफगानिस्तानको खेलको विजेताले सन् 2026 मा हुने आइसिसी अन्डर 19 क्रिकेट वर्ल्ड कपको लागि छनौट हुनेछ। नेपाल अन्डर 19 र अफगानिस्तान अन्डर 19 बीचको खेल शनिबार 19 अप्रिलको दिन मुलपानी क्रिकेट ग्राउन्डमा हुनेछ। खेल बिहान 9:30 बजेदेखि सुरु हुनेछ। यो खेल क्रिकेट एसोसिएसन अफ नेपाल क्यानको अफिसियल युट्युब च्यानलमा लाइभ हेर्न सकिनेछ। अब कुरा गरौँ हेड टु हेड रेकर्ड्सको। नेपाल अन्डर 19 र अफगानिस्तान अन्डर 19 ले एकअर्का विरुद्ध धेरै जसो खेल्दै आएका छन्। पछिल्ला 4 महिनामा नेपाल र अफगानिस्तान 5 पटक खेलिसकेका छन्। अहिले चलिरहेको क्वालिफायर्स अघि नै दुई टिम बीच 3 ओडिआई सिरिज भएको थियो। त्यो सिरिजमा अफगानिस्तानले पहिला 2 खेल जिते पनि नेपालले वर्षाले प्रभावित तेस्रो खेल जितेको थियो। त्यसैगरी नेपाल अन्डर 19 ले अफगानिस्तान अन्डर 19 लाई आइसिसी अन्डर 19 वर्ल्ड कप 2025 र एसिसी अन्डर 19 एसिया कप 2025 मा पनि एक विकेटले पराजित गरेको थियो। दुवैमा नेपालले अन्तिम समयसम्म पुगेर जित हासिल गरेको थियो। दुवै टोलीको रिसेन्ट फर्म कस्तो छ त? नेपाल अन्डर 19 ले फर्स्ट म्याचमा युएई अन्डर 19 लाई 5 रनले हराएको थियो। त्यसैगरी सेकेन्ड म्याचमा ओमान अन्डर 19 लाई 8 विकेटले र थर्ड म्याचमा हङकङ अन्डर 19 लाई 9 विकेटले पराजित गरेको थियो। त्यसैगरी अफगानिस्तान अन्डर 19 ले फर्स्ट म्याचमा ओमान अन्डर 19 लाई 8 विकेटले हराएको थियो। सेकेन्ड म्याचमा हङकङ अन्डर 19 लाई 8 विकेटले पराजित गर्यो र थर्ड म्याचमा युएई अन्डर 19 लाई 180 रनले पराजित गरेको थियो। दुवै टिम एकदमै राम्रो फर्ममा छन् र नेपाल अन्डर 19 र अफगानिस्तान अन्डर 19 बीचको यो खेल एकदमै रोमाञ्चक हुनेछ। आशा गरौँ कि नेपालको सिनियर टिमले जसरी नै नेपाल अन्डर 19 टिमले पनि मुलपानी क्रिकेट ग्राउन्डमा खेलेर आइसिसी वर्ल्ड कपमा क्वालिफाई हुनेछ। समय हुने जतिले मुलपानी क्रिकेट ग्राउन्डमा गएर हाम्रो युवा टोलीलाई हौसला दिनुहोला। धन्यवाद।